एउटा कुरा भन्न मन लाग्यो हैन खासमा यस्तो हो नबुझ्ने मान्छेलाई चाहिँ जति मैले बोले पनि जति स्पष्टीकरण दिए पनि उनीहरुको सोच त त्यही नै हुन्छ त्यो पनि मलाई थाहा छ हैन तर केही कुरा चाहिँ मलाई लागेको कुरा र मेरो भित्र भएको कुरा चाहिँ मलाई भन्न मन लाग्यो के भने मलाई चाहिँ कति मान्छेहरुले गाली गर्थे कमेन्टमा डिसरेस्पेक्ट गर्थे अनि म लड्थे के त्यसको लागि लडी पनि राखेको छु हैन तर भगवानलाई त नछोड्ने मान्छेहरुबाट मलाई के आश गरौँ हैन मैले के आश गरौँ मैले एउटा क्रिश्चियन भजनमा गीत बनाउँदा त्यहाँ मैले कमेन्ट पढे हैन यति गिराउनु भएको छ नि भगवान पनि आफ्नो मेरो र उसको भन्ने हुन्छ र भगवान उसको भगवान मेरो भगवान भन्ने हुन्छ र मलाई चाहिँ कस्तो लाग्छ भने रुख चाहिँ एउटै हो र हाँगाहरू चाहिँ फरक हो मैले मेरो धर्ममा पुज्ने भगवान अर्कोले अर्कोको धर्ममा पुज्ने भगवान सबैजनाको भगवानहरू चाहिँ एउटै नै हो जस्तो लाग्छ र जति पनि यो रुल्सहरू बनाउनु भएको छ नियमहरू बनाउनु भएको छ कहिले पनि भगवानले बनाइदिएको नियमहरू हैन कि यो जातकोलाई तैँले यस्तो भन् योमा तैँले यसको क्रिश्चियनको भजनै सुन्नु हुँदैन भजनै गाउनु हुँदैन तैँले चर्चै जानु हुँदैन तैँले बाइबल पढ्नै हुँदैन उहाँले सिकाउनु भएको ज्ञानहरू नै तैँले लिनै हुँदैन भनेर हाम्रो भगवानले पनि भन्नुभएको छैन र तैँले हिन्दूको टीका नलगा तँ हिन्दूको मन्दिरमै नजा तैँले यस्तो नगर उसो नगर भनेर मलाई लाग्छ येशूले पनि भन्नुभएको छैन जस्तो लाग्छ है मलाई चाहिँ त्यस्तो लाग्छ जसले चाहिँ रियल परमेश्वरलाई फलो गर्नुहुन्छ र उहाँको वचनहरू फलो गर्नुहुन्छ भित्री मनबाट महसुस गर्नुहुन्छ उहाँले चाहिँ कसैलाई पनि भेदभाव गर्नुहुन्छ जस्तो लाग्दैन अब जो चाहिँ एकदमै धार्मिक एकदम भेडो तरिकाले लागेको मान्छेहरूलाई त मैले सम्झाउन सक्दिनँ यो दुईटै धर्मको लागि भनिरहेको छु है किनभने मैले एकदम धेरै भेदभाव देख्छु के एकदम धेरै भेदभाव देख्छु मलाई चाहिँ त्यस्तो केही लाग्दैन म सबै धर्मलाई रेस्पेक्ट गर्छु म बुद्धिस्ट धर्मलाई पनि रेस्पेक्ट गर्छु म चर्च पनि जान्छु म गएको पनि छु पहिला म धेरैचोटि गएको छु चर्च म बाइबलबाट राम्रो कुराहरू म लिइरहेको हुन्छु म सुनिरहेको हुन्छु हैन मैले गौतम बुद्धको धेरैवटा ध्यान विधिहरू फलो गरेको छु धेरैवटा कुराहरू मलाई राम्रो लागेको छ धेरैवटा कथाहरूबाट म इन्स्पायर भएको छु सबै धर्मलाई म रेस्पेक्ट गर्न पाउँछु अब तपाईहरुले जे यस्तो गरी उस्तो गरी अब म उसो सन्यासी हो मैले गुरु चुज गरे भन्दैमा तपाईहरुले फेरि त्यहाँ पनि धर्म चेन्ज गरी भनेर भन्नु भएको छ हैन मैले हिन्दूमा जन्म लिए मैले त्यही अनुसारको संस्कार पाए हैन त्यो अनुसार मैले फर्स्ट प्रायोरिटीमा मेरो धर्मलाई राख्नु भनेको छुट्टै कुरा हो तर मेरो धर्मलाई मैले प्रायोरिटीमा मात्र राख्ने हो के मेरो धर्म मात्र मेरो धर्म हो अरूको चाहिँ धर्म नै हैन अरूले गरेको चाहिँ सबै गलत हो अरू चाहिँ भगवानै हैन भनेर डिसरेस्पेक्ट गर्नु भनेको चाहिँ एकदम धेरै पापी हो यदि तपाईले मन्दिरमा घण्टी बजाएर अर्को धर्मलाई गाली गर्दै हुनुहुन्छ भने अनि अर्को धर्मको भगवानलाई चाहिँ भगवानै हैन भन्दै हुनुहुन्छ भने त्यो तपाईको केही कामै छैन तपाईको मनमा कति धेरै घृणा छ कति धेरै पाप छ भन्ने कुरा त्यहीबाट बुझ्नुस् तपाईले हैन अनि नेपालमा मात्रै हुन्छ कि फेरि यस्तो जात्रा चाहिँ विदेशतिर कहिले पनि हुँदैन जस्तै विदेशतिरको क्रिश्चियनहरू जब नेपाल घुम्न आउनुहुन्छ उहाँहरू पशुपतिमा पुरा आरतीमा इन्जोय गरिरहेको देखेको छु मैले धेरैजना हैन अनि यो किन त्यस्तो हुन्छ मलाई थाहा छैन अब यो हेरेर पनि गाली गर्नुहुन्छ होला यताबाट पनि गाली त जान्ने भइस बढी जान्ने भइस भन्नुहुन्छ होला यो मेरो मनको फिलिङ्स मात्र भनेको मलाई केही फरक पर्दैन जति जे भने पनि मलाई सुरुमा एकदम गाह्रो भएको थियो र मलाई अहिले केही फरक पर्दैन मलाई जति गाली गरे पनि केही फरक पर्दैन जति जे भने पनि मलाई केही फरक पर्दैन किनभने मैले बुझिसकेको छु अर्कालाई कहिले पनि चेन्ज गर्न सकिदैन रहेछ के चेन्ज गर्ने भनेको आफूलाई नै हो त्यही भएर चाहिँ मेरो लास्ट कन्क्लुजन भनेको चाहिँ म सबै धर्मलाई रेस्पेक्ट गर्छु है